जस्तो आजभोलि पनिसमेन्ट म्याच खेल्न के हो कता हरायो आइरहेको छु त अनि ए पहिला त अदा दिदी आउनु न खेलौँ भन्थे आजभोलि त मलाई बिर्सेर माया मारेर बसेछ यार यो त सबै कुरा यो हो क्या सोल्टिनी पुँजी भएन भने त म्याकुरी सबले पुँजी भएन भने आफू चाहिँ पुरा फेन्सी पसल खोलेर पुरा गरेर बसिरहनु भएको छ अनि सपिङ गर्न भन्नुपर्छ नि त खोइ त एकचोटि जोडेको छैन सपिङ गर्न आओस् हेर्ने भनेको छैन सपिङ गर्न नआए पनि आएर भेटघाट दीक्षा र शिक्षा बरु गएर आएर सपिङ गरेर मजाले भिडियो सिडियो बनाएर गए आफ्नो साथीले आउला नि त खोलेछ भने बोलाउनै पर्छ नर्मल च्याटमा मेसेजै गरेर बोलाउनु पर्छ भने छैन मलाई अब कहाँ छ कुन ठाउँ छ कञ्चनलाई त भन्यो तिमीसँग कन्ट्याक्टमा थिएन कञ्चनलाई त भन्यो ऊ बिरामी भएर आउन सकिन भने अब सक्यो आऊ खेलौँ अब तिमी के पनिसमेन्ट म्याच खेल्न लाऊ र कस्तो पनिसमेन्ट हो र होइन हामी त यति खेल्ने है शिक्षा ल पनिसमेन्ट हो यस्तो गरौँ न त जुन टिमले हार्छ त्यो टिमले चिकन डान्स मात्रै गर्ने चाकललाई ल को खेल्ने त जो बसेन यिनीहरूको बुढाबुढीलाई राखिदिउँ न दीक्षा र हल्का प्रदीपलाई र शिक्षालाई राखिदिउँ तरमा बस्छौँ आइज बुढाबुढी हो हुनेवाला बुढाबुढी हो रिटा दिउँसै बिहा गरिदिएको मेरो दिउँसै बिहा गरिदियो रे रातिमा गरिदिएको छु ठिक्क टाइम भएको छ ल गाइस ट्याप ट्याप एकलाई कहाँ भेना भन्नुभएको भन्न सकिन तर कसम यार अरू भने त्यस्तै हो प्रदीपको सुन्न भाइ अरू भने त्यस्तै हो प्रदीपको डबल ट्याप देखेर मलाई लास्ट माया लाग्छ हेर्न त्यहाँ क्या बबाल आउँछ यो डबल ट्याप मात्रै वही प्रदीपलाई तिमीहरूले चिनाएको छैन दुबईमा एकदम भाइरल भएको एकदम फेमस भएको मान्छे हो प्रदीपको फलोवर्स कम छ शिक्षा हेर उसको भिडियो एकचोटि प्रोफाइल भ्यू गर एउटा भिडियो मिलियन भ्यू जान्छ कस्तो राम्रो नाटक नगर है छोटे यो सिर्फ ट्याप ट्याप हो क्या गिफ्ट मलाई फसाउनु खोजेछ तिमी सोझो बनेर बस नानी है यानी हुनु होइन क्या तिमीहरूको जोडी राम्रो सुहाउँछ दीक्षा प्लिज तिमीले चाहिँ सुन्न दीक्षा तिमीले एउटा दाइजो दिनुपर्छ ल प्रदीपलाई सालो बाबु यो एकले फेरि हेर न सालो बाबु भनेर दुईजनालाई मैले म्युट हालेँ ल अहिले पारेर उडाइदिन्छु म्युटबाट अनम्युट गर्ने अहिले पारिदिन्छु फेरि मैले त्यहाँ भनेको मात्र रिस त उठ्दो रहेछ नि अमेरिकामा गएर सुनको दाँत हाल्ने कान्छीले हालिदिन्छ मलाई दाँत हाल्नु परेन त्यो ग्रिन कार्ड आउँदैन के आउँछ टाइम पुगेपछि गाइस मलाई नि अमेरिका लाने मान्छे हो दाँत त बिस्तारै हालौँला कति राम्रो छ मेरो भिडियो यसो भ्यू गरेर मेरो पसलमा आएर भिडियो बनाएर गएको छ तिमीहरू अब धेरै भाइरल मान्छे कहाँ हामी गरिबको लाइफमा आउनु भ्याउँछ त वारी वेलकम फ्रम नोवेयर ट्रिपल गर्नु है प्लिज शिक्षा नेपालमा आउनु भएको थियो र नेपालमै छ भने अहिले थ्यांक यू सिस फेरि अमेरिका पनि भयो अब जाने बेला भइसक्यो क्या 1 महिनामा जाने छुट्टीमा आएको छ उ बिचारी अनि दोकान खोलेर दोकान चाहिँ कसले चलाउँछ त कान्छीले मेरो त कान्छी गाइस तिरपलमा हेर्नु त सबैभन्दा कम स्कोर थुक्क अदाको जिन्दगी म्याकुरी थ्यांक यू सिस सिस तपाईको नाम तपाईँ ग्यालरीमा हजुरको नाम बसे सिस कङ्ग्रेचुलेसन हेर त यो ग्यालरीमा हजुरको नाम राख्नु ल तीनटा पोरी नानी भने होइन हजुरको नाम बस्छ अनि रोज फरेभर रोजा हुन्छ होइन हो त्यो पनि 3 वटा कि कतिवटा हान्यो भने नाम बस्छ होइन हो यस्तो राख्यो भने नि जम्मा 18 यस्तो मेरो प्रोफाइल खिच्नुहोस् अनि यहाँ ग्यालरी भन्ने हुन्छ यो ग्यालरी 18 वटा ग्यालरी हुन्छ
हो यहाँ हजुरको नाम राख्न सक्नुहुन्छ लगाइछु म पनि अब हजुरको हेनटमा हजुरको नाम आयो USA मा जाँदैछु क्यापमा आयो होइन अनि मणिगन यस्तो कोर्गी रोजा शिक्षाले मेरो शिक्षाले साथ दिएछ भने मेरो शिक्षा भन्नुभयो त कस्तो ए भन्न देऊ न छोडिदेऊ जस्ट कन्टेन्ट र रमाइलो फन पढाइ लेखाइ भनेको आफ्नै शिक्षा हो नि त अरूको शिक्षालाई त जोड्न मेरो शिक्षाले प्लिज इक्जाम्पल मेरो शिक्षाले काम गरेछ भने म छिट्टै अमेरिका पुग्दैछु अरूको शिक्षा चोरेर हिँड्ने काम गरे मेरो स्कुलले काम गरे भने म मलमा पसल खोल्छु यहाँ छोडेर I'm in Nepal, Enigma. Where are you? अटाले चाहिँ खोल्दै हिँड्नु अब मलाई कस्तो खोल्न मन पर्छ घरि फेन्सी खोलेछ घरि मोबाइल खोलेछ घरि के खोल्छ घरि के खोल्छ अब के खोल्ने पर्दिपे तिमी हेर्दै बस म त अब अमेरिकामा हो I live in America, Enigma. यत्रो इङ्ग्लिस बोल्छ भने त म आउँदिन अमेरिका फेरि घर चाहिँ कहाँ हो नेपाल घर I know, मेरो झापा. Guys, please. यिनीहरू झापाको तर झापा बस्दैन झापामा गाउँमा जानी कहिलेकाहीँ समटाइम काठमाडौँ नै घर छ यिनीहरूको छ्याक्क ससुराले एउटा काठमाडौँ घर किनिदियो पनि हुन्थ्यो मलाई टेन्सन नै हुन्थ्यो म अमेरिकै नि जान्थेन नि खासमा अब आफ्नै मान्छेलाई कुचुक न्यु खोज्नु पर्ला ल गाइस ट्याप गरौँ Who's my score? सबैभन्दा स्कोर कम मेरै आयो क्या शिक्षा हजुर कति मिठो बोलियो भने मैले बोलाउँदा त कुनैले मैले हजुरकै नाम जस्तो शिक्षा हुन्छ नि शिक्षा भन्दा के भन्दै क्या नेपालमा बस्ने अमेरिका भनेको अमेरिका हुँदो रहेछ होइन तर शिक्षा डिसेन्ट छ यसले ठाडो भाषाले कहिले बोल्दैन दीक्षाले नि बोल्दैन शिक्षाले नि बोल्दैन यिनीहरू नजिस्किन्छ न कमेडी गर्छ न ठाडो भाषा बोल्छ हजुर तपाईँ आइसकेको यस्तै हो यिनीहरूको हामी मात्रै ठाडो डलरमा रुपियाँमा थोरै चलिरहेछ कोलोराडो कोलोराडो के भने कोलोराडो स्टेटमा बस्छु के म कुन स्टेटमा बस्छु ए सरी ला भन्नु ए रा कोलोराडो अलिक अर्कै सुनिन्छ तर त्यो स्टेटको नाम नै त्यही हो क्या उहाँ डनले त झन् कोरोला भनिदिइहाल्छ कोरोला उति अर्को हाँसेर मरन कसम डनले त सिधै भनिदिन्छ कोलोरा कोरोला भन्छ कोरोला ला अनि लास्टको भन्दिनँ म पोइन्ट्स बढाउनु न छिटो अब सेरी त झन् म बोलेपछि हाँसे यत्तिकै नन स्टप वेलकम मेन फ्रम वर्ल्ड